नमस्कार साथीहरू। राष्ट्रिय आर्थिक गणना 2082 को फर्म कसरी भर्ने भन्ने विषयमा तपाईहरुलाई सानो भिडियो लिएर उपस्थित भइसकेको छु र तपाईहरुलाई कस्तो लाग्छ अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनु होला अनि नबुझेको ठाउँ भन्नु होला। मैले तपाईहरुलाई फेरि सिकाउने प्रयत्न गर्नेछु। अब हामी फर्म तर्फ लागौँ त है साथीहरू। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय राष्ट्रिय आर्थिक गणना 2082 जनशक्ति व्यवस्थापन प्रणाली। अब साथीहरू माथि भनेको छ है, तल के छ भने सबै विवरण भर्न अनिवार्य छ लेखेको छ है। अब यसमा लेखेको छ फोटो डकुमेन्ट अपलोड गर्दा फाइलको प्रकार पीडीएफ वा जेपीजी र अधिकतम फाइल 200 KB को हुनुपर्छ। अब हामीले फोटोहरू डकुमेन्टहरू अपलोड गर्दा फोटोहरूको साइज त अधिकतम 200 KB भन्दा सानो हुनु पर्यो है। 200 KB भन्दा ठुलो भयो भने फर्म फिलअप हुँदैन। अब चाहिँ यहाँ उम्मेदवारले काम गर्न चाहेको पद तथा कार्यक्षेत्र सम्बन्धी विवरण भनेको छ। हाम्रो यहाँ आवेदकको विवरण तपाईँ सुपरिवेक्षक गणक दुवै के भर्न चाहनुहुन्छ। तपाईसँग +2 सम्म छ भनेपछि गणक योग्यता छ भने गणकमा भर्न पाउनुहुन्छ भने अब तपाईलाई ब्याचलर लेभलको अथवा मास्टर्स लेभलको डिग्री छ भने तपाईले सुपरिवेक्षकमा भर्न सक्नुहुन्छ। तपाईसँग दुईटै डिग्री छ भने दुईटैमा टिक लगाउनु होला। तपाईसँग एउटा मात्रै डिग्री छ अथवा +2 सम्म मात्रै छ योग्यता भने तपाईले गणकमा भर्नलाई साथीहरु मैले तपाईहरुलाई उदाहरणको लागि सिकाउँदैछु। अब हामीले प्रदेश सिलेक्सन गर्नुपर्छ। तपाईको प्रदेश कुन हो त? कर्णाली। यहाँ कर्णाली छ भने कर्णाली गर्नु होला। जिल्ला कुन छ? जिल्ला सिलेक्सन गर्नु होला। अनि नगरपालिका कुन छ? जस्तै हाम्रो भेरी भयो, भेरी गर्नु होला। वार्ड नम्बर अब हामीलाई यहाँ भनेको छ उम्मेदवारको व्यक्तिगत विवरण, आवेदकको नाम थर, नाम जस्तै तपाईहरुको नाम के हो त? रमेश सिंह र मैले एउटा रमेश सिंह भन्ने नाम राखे। आवेदकको इङ्ग्लिस नाम, अब इङ्ग्लिसमा पनि भरे। लिङ्ग कुन हो त? पुरुष अथवा महिला के हो त्यसमा भन्नु होला तपाईको। बाबुको नाम थर के हो त? त्यो भन्नुहोस्। त्यसपछि आमाको नाम थर भन्नुहोस्। तपाईको आमा बुवाको के हो त्यो भन्नुहोस्। त्यसपछि यहाँ तपाईको बाजेको नाम भन्नुहोस्। तपाईको जन्म मिति कति हो त्यो भन्नुहोस्। त्यसपछि यहाँ एडीमा तपाईको अटोमेटिक आइहाल्छ। अनि तपाईको पुरा भएको हालको उमेर कति हो त्यो हाल्नुहोस्। तपाईको सम्पर्क नम्बर, इमेल ठेगाना, अनि नागरिकता सम्बन्धी विवरण। तपाईको नागरिकता सम्बन्धी के छ त? नागरिकता नम्बर राख्नुहोस्। नागरिकता गर्ने जिल्ला कुन हो? जारी गर्ने जिल्ला, नागरिकता जारी मिति को छ तपाईको नागरिकताको पछाडिपट्टिको साइडमा हुन्छ त्यो राख्नुहोस्। त्यसपछि नागरिकताको प्रमाणपत्र त्यो फोटो एट्याच गर्नुहोस्। त्यसपछि ठेगानाको विवरण स्थायी ठेगाना छ, प्रदेश, जिल्ला, नगरपालिका, वडा नम्बर, टोल त्यो राख्नुहोस्। र स्थायी र अस्थायी ठेगाना एउटै फरक छ कुनमा छ? एउटै छ भने एउटैमा टिक लगाउनुहोस्। फरक छ भने फरक राखेर अनि तपाईले फेरि अस्थायी ठेगाना कहाँ हो त? त्यहाँ भर्नुपर्ने हुन्छ है साथीहरु। तपाईले अहिले हाल बसोबास गरेको ठाउँ कुन हो त? त्यसपछि शैक्षिक विवरण, गणकको लागि न्यूनतम योग्यता, गणकको लागि शैक्षिक योग्यता कति छ? +2 हामीले गणकको लागि भरेको थियौँ, सुपरिवेक्षकको भरेको थियौँ। त्यसको शैक्षिक यहाँ टिक गर्नु पर्यो। अध्ययन गर्ने संकाय कुन हो? शिक्षा हो शिक्षा। यिनीहरू क्याटेगोरी वर्ष यो राख्नु पर्यो, नत्र अन्य राख्नु पर्यो। अन्य राखेर अरू पनि राख्न सक्नुहुन्छ। शिक्षा शिक्षा मुख्य विषय कुन त्यो राख्नुहोस्। प्रतिशत के छ यो राख्नुहोस्। अनि त्यसपछि योग्यताको माथि विवरण कि न्यूनतम शैक्षिक योग्यता भन्दा माथिले विवरण छ भने छ, छैन भने छैन लगाउनुहोस्। त्यसपछि तालिम सम्बन्धी विवरण, तपाईले कुनै तालिम लिइराख्नु भएको छ भने त्यसको केही छ भने भन्नुहोस्। छैन भने चाहिँ यति खाली छोड्दा पनि हुन्छ है। त्यसपछि अनुभव सम्बन्धी विवरण छ, तथ्याङ्क सङ्कलन सम्बन्धी कुनै किसिमको अनुभव छ भने छ, छैन भने छैन लाउनुहोस्। त्यसपछि हाम्रो तपाईको फोटो एट्याच गर्नुहोस्। अनि त्यसपछि यहाँ छ टिक लगाउनुहोस्। मैले माथि पेश गरेका सबै विवरणहरू सही छन्, कुनै फरक परेमा कानुन बमोजिम सहने छु। यति भइसकेपछि तपाईले के त आफ्नो फर्म सबमिट गर्न सक्नुहुन्छ।